शुभ प्रभात। आज विश्व पशु दिवस। पशु र पृथ्वीको महत्त्व कस्तो छ र यसले चाहिँ पर्यावरण संरक्षणका लागि पशुको भूमिका कस्तो रहन्छ र यसले चाहिँ हाम्रो मानव जीवनका लागि अथवा चाहिँ यो पृथ्वीका लागि अथवा यो वातावरण सन्तुलनका लागि पशुको महत्त्व के छ र पशु संरक्षण अभियानहरू हामीले किन सञ्चालन गर्नुपर्छ भन्ने कुराको यो एउटा अभियानको रूपमा सुरु भएको यो विश्व पशु दिवसको सबैलाई शुभकामना। हामी मानिसहरू पनि पछाडिको समय पशुहरूको संरक्षण, पक्षीहरूको संरक्षण यी र यावत विषयहरूमा चाहिँ हामी गहन अथवा गहिरो अध्ययन गर्न सकिरहेका छैनौँ। यसले प्रकृति संरक्षणका लागि, जलवायु परिवर्तनका लागि अनि यो जमिनको उर्वरा शक्तिका लागि पशुहरूको महत्त्व के छ, कति छ भन्ने कुरा हामी सबैले मनन गरौँ र यहाँहरू सबैलाई यो विश्व पशु दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। यो दमकको ट्याक्सी स्ट्यान्ड जहाँ चाहिँ दमक नगरपालिकाले आधिकारिक रूपमा यहाँ चाहिँ सवारीहरू राख्नुहोस् भनेर दिएको स्थानमा पछिल्लो समय हामी यो पशु, चौपाया, पक्षीहरूका लागि केही न केही वासस्थानका लागि, चराचुरुङ्गी बस्ने वासस्थानका लागि अथवा चाहिँ यो चाहिँ बिरुवाहरू संरक्षण अभियानमा लागिरहेका छौँ। तपाईहरूलाई पनि यसरी कहीँ जानु छ, गाडी चाहिएको छ, पिकअप, स्कर्पियो, कार, भ्यान, जीप चाहिएको छ भने यो दमक 7मा रहेको यो कियोज बाल अस्पतालको ठ्याक्कै पश्चिमपट्टि, चार्जर स्टेसनको उत्तरपट्टि, बस पार्कको पूर्वपट्टि अनि वार्ड नम्बर 7को कार्यालयको पश्चिमपट्टि, ओममेची हस्पिटलको दक्षिणपट्टिको खुल्ला भागमा चाहिँ तपाईहरूले रिजर्भका लागि सवारीहरू पनि पाउनुहुनेछ। र सबैले पशुलाई प्रेम गरौँ, पशुलाई संरक्षण गरौँ र संसारभरका कोही खतरनाक पशुहरू हुन सक्छन्, कोही चाहिँ एकदम सादा हुन सक्छन्। यी यावत चिजहरूलाई चाहिँ मनन गरेर यो विश्व पशु दिवसको अवसरमा चाहिँ हामीले सबैलाई प्रेम गर्ने, नियम मान्ने, पालना मान्ने चाहिँ एउटा भावना जागृत गर्न सकोस्, यही शुभकामना व्यक्त गर्दछु। हस्त, नमस्ते, जय पशु दिवस।